बीबीसीको डकुमेन्ट्रीसँग किन डराएको त? ओलीका झोला बोक्नेहरू बीबीसीको डकुमेन्ट्रीको खण्डन मण्डन गरिरहेका छन्। 23 र 24 के भएको थियो भन्ने कुरालाई दुधको दुध पानीको पानी जसरी देखाउँदा पनि उजुरी किन गर्नु पर्थ्यो त? कस्तो आपत परेको। यसबाट धेरै नै चीज बुझ्न सकिन्छ। आज एमाले राजनीतिक दल होइन, केपी ओलीको एउटा प्राइभेट कम्पनी जस्तो बनेको छ। जे चल्छ ओलीकै चल्छ। उनले देशलाई पनि आफ्नै निजी व्यापार ठानेका छन्। सारा देशले अनुमोदन गरेको जेनजी आन्दोलनलाई ओली अझै पनि अपमान गरिरहेका छन्, किनकि यो पुस्ताले उनको तानाशाहीलाई चुनौती दिएको थियो। तर्कलाई उल्टो घुमाउने, इतिहास भङ्ग्याउने र युवाहरूको रगतको अपमान गर्नेहरूलाई के फेरि सिंहदरबार पठाउने नै हो त? अब फैसला तपाईहरूको हातमा छ। सत्यलाई खरानी बनाउन खोज्नेहरू आफै त्यही खरानीमा पुरिनेछन्।